यही जेठ 21 गतेदेखि 24 गतेसम्म हुन गइरहेको 4th मोहन मेमोरियल अल नेपाल ओपन नेसनल ब्याडमिन्टन टुर्नामेन्ट 2082 मा भाग कसरी लिने त? सबैभन्दा पहिला तपाईँ रेवेलको अथवा फिट नेपाल स्पोर्टप्लेक्सको फेसबुक पेजमा जानुहोस् र टुर्नामेन्टको पोस्टर खोजेर पोस्टरको क्याप्सनमा भएको लिङ्क क्लिक गर्नुहोस् अथवा देखाएको क्युआर आफ्नो फोनको नर्मल स्क्यानरबाट स्क्यान गर्नुहोस् र तपाईँ चाहिँ यस पछाडि रेवेलको वेब एपमा पुग्नुहुन्छ। वेब एपमा गइसके पछाडि तपाईँले अलिकति स्क्रोल गर्नुहोस् र तपाईँले चाहिँ यहाँ 3टा क्याटेगोरी चाहिँ देख्न सक्नुहुनेछ, अन्डर 11, अन्डर 15 र अन्डर 19 र तपाईँले चाहिँ यो सबैको डिटेल्स चाहिँ भ्यू डिटेल्समा गएर चेक गर्न सक्नुहुनेछ। त्यस पछाडि हजुर कुन क्याटेगोरीमा पर्नुहुन्छ त्यसमा एड गर्नुहोस् र अलिकति तल स्क्रोल गर्नुहोस् अनि तपाईँ चाहिँ इन्टरपर्सनल डिटेल्समा गएर आफ्नो पर्सनल डिटेल्सहरू चाहिँ भर्न सक्नुहुनेछ, जस्तै हजुरको नाम, हजुरको फोन नम्बर र इमेल एड्रेस र यो इमेल एड्रेसमा नै तपाईँलाई चाहिँ मेल जानेछ, त्यही भएर मेक स्योर कि तपाईँले चाहिँ करेक्ट एड्रेस चाहिँ भर्दै हुनुहुन्छ। त्यस पछाडि इन्टर डिटेल्स फर रजिस्ट्रेसनमा गएर तपाईँको नाम, तपाईँको एज, डेट अफ बर्थ, जेन्डर, स्कुलको नाम, स्कुलको एड्रेस अनि फोन नम्बर र हजुरको कोचको नाम र कोचको फोन नम्बर चाहिँ तपाईँले राख्नुपर्ने हुन्छ। सबै डिटेल्स भरिसके पछाडि तपाईँले आफ्नो अथेन्टिक बर्थ सर्टिफिकेट र एउटा अप्रुभल लेटर जुन हजुरको स्कुलले प्रोभाइड गर्छ त्यो चाहिँ राख्नुपर्ने हुन्छ र मेक स्योर कि तपाईँले अपलोड गरेको बोथ सर्टिफिकेट चाहिँ अथेन्टिक छ, किनकि हामीहरूले हजुरको सर्टिफिकेट पछि गएर क्रस चेक पनि गर्नेछौँ र यति गरिसके पछाडि तपाईँले चाहिँ प्रोसिड फर्दर गर्न सक्नुहुनेछ र तपाईँले चाहिँ अघि नै डिटेल्समा भरेको इमेलमा चाहिँ तपाईँलाई यो आउनेछ र तपाईँले यसरी देख्न सक्नुहुनेछ। तपाईँलाई यसरी एउटा क्युआर चाहिँ प्रोभाइड गरिनेछ र तपाईँले तल स्क्रोल गरेर यो क्युआर चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ र इभेन्टको भेन्यूमा चाहिँ यही डाउनलोड गरेको टिकट्स चाहिँ देखाएर इन्टर गर्न सक्नुहुनेछ। र रजिस्ट्रेसन गर्ने प्रोसेसमा तपाईँहरूलाई केही प्रब्लम आएमा रेवेललाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा फिट नेपाल स्पोर्ट्सप्लेक्सलाई पनि कन्ट्याक्ट गरेर आफ्नो क्वाइरिजहरू चाहिँ राख्न सक्नुहुनेछ।